धन्यवाद र सम्मान गर्न चाहन्छु आजको कार्यक्रम सञ्चालिका म्याम हजुरमा ईश्वरको भरिपूर्ण आशीर्वाद साथमा शिर झुकाएर नमन भन्न चाहन्छु। धन्यवाद र सम्मान गर्छु पिता, हजुरका आशीर्वाद सबैलाई दिनुभयो तपाईँले र सबै महिमा सबैको लागि चखाउनु भयो। यस्तो महान अनुकारी पिता हजुरलाई धन्यवाद। यस्तो मसीहको नाममा धन्यवाद र सम्मान गर्न चाहन्छु। लिम्चुङ गाउँपालिकाका मेयर साहब हाम्रो मेजर कुमार राई सर हजुरमा ईश्वरको भरिपूर्ण आशीर्वाद साथमा शिर झुकाएर नमन गर्न चाहन्छु। साथमा हाम्रो म्याम हजुरलाई ईश्वरको आशीर्वाद, केन्द्रीय लिडरजनज्यूहरू, वाद्यवादनमा रहनुहुने सर हजुर, क्यामेरामा रहनुहुने म्याम हजुर लगायत सम्पूर्ण ईश्वरका पवित्र सन्तानहरूमा शिर झुकाएर नमन गर्न चाहन्छु। धन्यवाद गर्छु जगतका मालिक, तिनै लोकको सृष्टिको स्रोत परमात्मा, गवाहीका मालिक, शक्तिका, सत्यताका, महिमाका, वचनका मालिक हजुरलाई धन्यवाद गर्छु यीशु मसीहको नाममा। एकदम ताली सम्मान धन्यवाद गर्छु परमात्मा यीशु मसीहको नाममा। यति ठुल्ठुला गवाईहरू आज परमात्माले दिनुभयो। मरेर अब काम छैन भनेका मानिसमा उहाँले विश्वास नगर्दा, नजान्दा, नबुझ्दा पनि परमात्माले आज वचन अनि उहाँका शक्ति प्रकट गर्नुभयो, सत्यता प्रकट गर्नुभयो। मरेकालाई पनि जिउँदो बनाउने वचन, यस्ता तागतिला वचन, यस्ता शक्तिशाली वचन, यस्ता जीवित वचन, यस्ता शक्तिशाली वचनको साथमा हुर्किएका हजुर हामी वचनको साथमा परमेश्वर पिताको वचनको साथमा हुर्किराखेका छौँ, गवाईको साथमा हुर्किराखेका छौँ अनि त्यसको साथसाथमा फल लागिराखेको छ। परमेश्वरले हामीलाई फल दिइरहनु भएको छ। त्यो फलको नाम हो गवाई। हामी सबैको जिन्दगीमा सबैले छ भन्ने महसुस गर्नु, अहिले छ, अहिले भइसक्यो, अहिले पाइसकेका छौँ तयारीको साथ। किन भन्दा तयारी भएको खाना खानलाई टाइम लाग्दैन, तयारी गर्न चाहिँ टाइम लाग्छ, तर तयारी भइसकेको खाना खानलाई टाइम लाग्दैन। त्यस्तै संसारमा चाहिँ तयारी गर्नुपर्छ, परमेश्वरको महिमामा चाहिँ तयारी छ। सन्तान विश्वास गरेर खाइहाल, सन्तान विश्वास गरेर पाइहाल्यो। तिम्रो लागि मैले सबै तयारी गरेर राखेको छु सन्तान। परमात्मा हामीलाई भन्नुहुन्छ तिम्रो लागि तयारी छ। त्यही तयारीको साथमा हामीलाई बोलाउनु भएको छ। हामीमा केही कुरो कमी परमेश्वरले राख्नुहुन्न। कारण किन? परमेश्वरको वचन शक्तिशाली छ, शक्तिशाली छ। यस्तो शक्तिशाली वचन भएको मान्छे जसरी बोट बिरुवालाई अर्थात् हामीले रोपेका केही फलका बिरुवाहरूलाई पनि हेरौँ, उसले कति दुःख भोगेर अनि फल दिन्छ। रोप्ने व्यक्ति किसानलाई फल दिन्छ, उसले हावा खप्छ अनि आधी बेरी आएर त्यसलाई हावाले झार्न खोजेको हुन्छ, त्यो पनि सहन्छ। त्यति मात्रै होइन, असिना आउँछ त्यो पनि सहन्छ, पानी आउँछ त्यो पनि सहन्छ, चर्को घाम लाग्छ त्यो पनि सहन्छ, धुलोहरूले सेतै बनाउँछ त्यो पनि सहन्छ। उसले कहिल्यै पनि मलाई यस्तो भयो भनेर उसले हार खाँदैन। उसले त्यति हार नखाइकन ऊ बाहिर निस्केपछि, हार नखाइकन अगाडि बढेपछि उसले पछि लटरम्मै ढकमक्क फुल फुलेर उसले के गर्छ? लटरम्मै फलहरू खान्छ। त्यही फल मानिसले खानुहुन्छ कति सन्तुष्टि। त्यस्तै हाम्रो पिताको महिमा गर्दै जाँदा, हाम्रो पितामा जुट्दै जाँदा, हाम्रो पितामा विश्वास गर्दै जाँदा कुनै कुनै कुराहरूले अलि ढिलोसम्म रोकिएर बसेको कुराहरू हुन्छ। महिमा गर्दै जाँदा, उत्साहित हुँदै जाँदा पनि नभएको जस्तो उसले देखाउँछ। तर डराउनु पर्दैन, किन भन्दा देहधारी वचन हामीसँग छ, शैतानसँग छैन।
देहधारी भनेको शक्तिशाली, दुईधारे कराबार भन्दा पनि लाग्ने वचन हजुर हामीसँग छ। यी अहिले आएका वचन दुईधारे कराबार भन्दा पनि ज्यादा धारिला वचन। त आज गवाईहरू भयो, यति धेरै धेरै गवाई परमेश्वरले दिनुभयो हाम्रो लागि। यो गवाई चाहिँ दबाई, संसारको दबाई लिन चाहिँ लाइन बस्नुपर्छ, टिकट काट्नुपर्छ, पैसा तिर्नुपर्छ, जाँचेर मात्रै हुन्छ। तर स्वर्गको पिताको वचन गवाई चाहिँ जो आज हामीले सुनेका गवाई चाहिँ स्वर्गको दबाई। त्यो दबाईमा चाहिँ जब ध्यानदेखि सुन्यौँ, मनदेखि आत्माले ल्याउँ, जति पनि गवाईहरू थिए ती गवाईलाई पैसा किन्नु पर्दैन, लाइन बस्नु पर्दैन, कष्ट छैन, अनि डर छैन, हुँदैन कि भन्नु पर्दैन। सबैको लागि संसारको चाहिँ एकजनालाई एक चिज मात्रै हुन्छ भने स्वर्गका परमेश्वरले चाहिँ औषधि दबाई गवाईको रूपमा दिनुभयो। सबैले सुन्यौँ, सबैले दबाई अहिले भर्खर भइसक्यो। हजुरहरूको के के कामहरू बढ्न छ, के कुराहरू बढ्नु छ या जीवनमा या व्यवहारमा या आर्थिकमा या परिवारमा या जो कोहीमा पनि छ भने जब आजको गवाईहरू यस्तो मनमा भिजाउनु, जसरी आकाशबाट पानी परेपछि जमिनले सर्लक्कै त्यो पानीले सोध्छ, आफूतिर लिन्छ। त्यो पानी आकाशबाट आएको पानी आफूतिर लिन्छ, त्यो जमिनले सोध्छ, सर्लक्क सोध्छ। त्यस्तै परमेश्वरका मुख भएर आएका वचन अनि वचनबाट बनेका गवाईहरूले जसले बताए पनि हामीले जति पनि सुन्नु भनेको लिनु।